हेलो गाइजहरु हेरौँ है उटहरु आइरहेछ हामी काम गर्ने साइडतिर उटहरुको बखान हेरौँ कति धेरै छन् आउन यताबाट आएको हो हेर्नु त्यो गाडी उटको साउको गाडी होला सायद जुन उटको गोठाल जो हो पर उट माथि चढेर हिँडिरहेछ यतातिर चाहिँ यस्तो छ है गाइजहरु यसरी उट चराउने हिँड्छन् हाम्रो नेपालतिर अब गाई गोरु चराउने यसरी हिँड्छन् भने साउदीतिर चाहिँ उट चराउने हिँड्छन् यसरी उटको गोठालो माथि उट माथि चढेर हिँडिरहेछ है गाईहरू यो गाडीमा चाहिँ त्यो उटको साउ होला हिँडिरहेछ गोठालो पनि आज त 3टा पो रहेछ त गोठालो एउटा उटमाथि चढेर उता गुड्डु हिँडिरहेछ यो पछाडिको गाडीमा चाहिँ उटको बच्चाहरू रहेछ साना बच्चाहरू गाडीमा राखेर हिँडाएको रहेछ दुईटा त्यो गोठालो पछि हिँडेको दुईटा त्योभन्दा भर्खर बिहाको सानाहरू चाहिँ यहाँनिर हिँडाएको रहेछ गाडीमा राखेर हिँड्न सक्दैन भनेर गाडीमा राखेर हिँडाएको रहेछ कतिवटा 7वटा रहेछ बच्चाहरू त्यो गाडीमा सक्नुहुन्छ गाइजहरू हामी यसरी उट गाडी यो बल्ल गाडीतिर यसरी उटको हुन्छ त्यो गाडी चाहिँ हाम्रो गाडी हो यता हामी काम गरेको यहाँनिर हो गाइजहरू कति धेरै छ बच्चाहरू पनि है त गाइजहरू फेरि पनि यस्तै भिडियोहरू लिएर पछि भइ नै हाल्छु जनको लागि हेरेर साथ दिनुभयो सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला मेरो युट्युब च्यानलमा गएर ट्याक्क लगाएर लाइक गर्नु नभुल्नु होला है त गाइजहरू सबैजनाले साथ सपोर्ट गरिदिनु होला